यस हेलो गुड मर्निङ स्वागत छ फेरि नयाँको न्यू भिडियो न्यू दिन सुरुवात भइसकेको छ आज बिहानदेखि भिडियो स्टार्ट गर्छु हामी एकदम घाम तपाई डेली रुटिन हाम्रो यही हुन्छ डेली घाम तपाई यता हाम्रो हजुरबा पनि एकदम घाममा तपाई हुँदैछ यहाँ बसेर फमफल खुवाई हुँदैछ फमफल पनि यति यहाँदेखि यहाँ आइसक्यो हो आइदेखि फमफल खाएको खाइ ल खान्छस् बालाई एउटा खानु नि सानो ए बाबाले नखाने अरे दामी नहीं पाएछ सुगर चाहिँ 500 पुग्छ होला नि त हेलो साथीहरु आज चाहिँ पानीपुरी खानुको लागि म चाहिँ यहाँ पुदिना टिप्दैछु पुदिना चाहिँ के रहेछ पुदिना चाहिँ यहाँ छप्यो टिप्नु पर्ने हुन्छ अलिक यहाँ रहेछ र अन्त आज घाम पनि दामी भएको छ मौसम हो एकदम पानीपुरी खाने खालको अलि खाने जस्तो भएको छ म चाहिँ यहाँ दामी मौसम भएको छ पानीपुरी खाने खालको भएको छ म चाहिँ यहाँ टिप्दैछु यसलाई चाहिँ मजाले पानीमा हाल्नुपर्छ कि दामी भित्र रहेछ गरममा मैले चाहिँ पुदिना यति भेटिसकेँ यो चाहिँ मजाले पानीको रसमा हाल्नुपर्छ कि दामी हुन्छ है बहिनी तिमी चाहिँ के गरेको खालि तिम्रो जिन्दगी किचनमा बितेको पानीपुरी खानु लागि पुदिना लिएर आएको खोजेर हेलो गाइस म चाहिँ अब त्रीको पानी बनाउनुको लागि अब हामी पानीपुरी खाने हाल्छु त्यस लागि म तयारी गर्दैछु हो यो पानी के हुन्छ अगाडि तातो पानी ताउलाई त्यो स्टिम दिनु भने ज्यादा कम भन्नु के अब म यसमा चाहिँ त्यत्री भिजाउँछु एकछिन हो यसलाई चाहिँ एकछिन भिजायो भने चाहिँ मजाले अमिलो आउँछ हुन्छ त्यत्री पानी भिजाउनुपर्छ एकछिन यसलाई चाहिँ मजाले एकछिन पानीमा पारेको भिजाउँदियो भने चाहिँ दामी हुन्छ त्यहाँबाट यो मजाले अब एकछिन भिजाएर राखेपछि यसको अमिलो मजाले आउँछ त्यसको बादमा यो पुदिना हाल्नुपर्छ हो त्यहाँबाट आलु बसाउन राखेको छु अब यो पाकेपछि तपाईँलाई बनाएको देखाउँछु हेर्दै गर्नु होला म चाहिँ पानीपुरी बनाउनुतर्फ लागेको छु हो पानीको लागि चाहिँ एकदम यो तित्री एकछिन भिजाउँछु त्यसलाई भिजाएपछि मजाले यसको अमिलो निक्लिन्छ नि त त्यसको बादमा यहाँ आलुको लागि रेडी आलु पाक्दैछ त्यसको बादमा म चाहिँ यो
पदिना पनि हाल्नेछु पानीमा। एकदम रेडी छ। तपाईँलाई म भरे एकदम बनाएर देखाउँछु। खाने टाइममा हेर्दै गर्नु होला। सबैले रेडी छ। अब म यो बनाउनुतर्फ लाग्छु। अब म चाहिँ आलु तास्नुपट्टि लागेँ। यो चाहिँ इग्नोर गरिदिनु होला। यो चाहिँ एकदम रहेछ। फर्स्टमा आलुको लागि आलु तास्दैछु। त्यसको म पानी बनाउँछु लास्टमा पुरीलाई फुल्याउँछु। चला भइरहेको छ मेरो यो। अब म चाहिँ आलु बनाउनुतर्फ लागिरहेको छु। हातले एकदम मजाले धोएको खोर्सानी हालिदिन्छु हो। खोर्सानी बेसी हाल्दिनँ। खोर्सानी कति खोर्सानी प्याज जति प्याज त्यति मिठो हुन्छ नि त। खोर्सानी हाल्दिनँ। यता रातो खान्छ रातो पहिले गाइस मेरो आलु चाहिँ रेडी भइसकेको छ। अब म चाहिँ पानी बनाउनुतर्फबाट लाग्छु हो। अहिले हेर्नु भगवान भइरहेछ मेरो यहाँ। म चाहिँ अब पानी पुरीको रस बनाउन आँटेको। त्यसको लागि चाहिँ धनियाँ पदिना हाल्नुपर्ने हो। टेस्ट मात्रै टेस्ट दिन्छ। पदिना चाहिँ मात्रै टेस्ट दिन्छ नि पानीपुरीमा। फाइनली साथीहरू मेरो पानीपुरीको रस पनि रेडी भइसक्यो। अब यो सट्ट धनियाँ हालिदिने हो। धनियाँ हालिदिनु रेडी भइसक्यो। यो आलु चाहिँ रेडी भइसक्यो। अब पुरी बनाउनु बाँकी छ। कस्तो दामी देखिन्छ हेर्नु ल। यहाँ बदमासहरू के गर्दैछ? यहाँ बदमासहरू किन चलेको? पहिले म चाहिँ यहाँ पुच्काको फुराउनुपट्टि लागेँ। कस्तो कस्तो फुल्छ हेर्नुहोस् साथीहरू। बाइक फोन गर्छु नभन्नु। कुन चाहिँ स्टाइल हो यो फेरि? मेरो बस बनाउने एउटा झरे ओ सबै भुइँमा फ्यालेछ। एउटा मात्रै भाइ नभन्नु। यो त्यसलाई पुच्का पनि हुनुपर्छ। भाइलाई हुनुपर्छ। आमा कति खाने भन्देऊ न। तपाईलाई झन् म एक अर्को कति वाउ तिमी म त मन पर्दैन। म त बेसी खान्छु पुरा बेसी पुरा मुख्छ। फाइनली पानीपुरी पनि रेडी भइसकेको छ। आलु भयो पछि पानीहरू भइहाल्यो। अब खाएको बिटी हेर्नु होला। आलु चाहिँ दामी किमा भएको छ है।
हाम्रो चाहिँ चाहिँ पुच्का पार्टी हुँदैछ यहीँ यो सबै रेडी चाहिँ मैले गरिदिएको या त बाबै पनि पुच्का खाने रेडी तपाईँ र एउटा बहिनी एउटा थालमा हामी त के हाल्नु पहिला गर्छ बहिनी बाबा के भन्नु बाबै खान्न किन त्यो कमिलो बनायो उतालाई चाहिँ बहिनीकै छेउमा ल्याउँछ फेरि घुप्टाउँछ अहिले यो यसरी खाऊ न यस्तो भएछ बाह्र भाइले जानु भाइलाई म त खानु म खाँदिनँ तपाईँ त तरस मलाई उयो थाल्ने एउटा थाल दिनु नि आमा थाल्ने त आलु पुरा उयो मेरो थाल चाहिँ मिठा मिठा खानु दुधो अघि पनि खान्छ दुधो पट यत्रो पायो कम्ती हाल्नु सब्जीहरू चाहिँ बजारमा खाँदैन कमिलो बजारमा त त्यसो गर्छ अमिलो छ सब खाने ल म दिन्छु नि ला, के गरेको हाँस्दो रहेछ लु के भङ्गो हिँड्नु पाक्दैन बिस्तारै खा न अन्त बिस्तारै खाऊ न लु हातमा हालेर यसरी खा खाऊ कम्ती हाल्यो एकदमै पानीपुरीको पार्टी हुँदैछ खाऊ आस्ता मजाले हाल खाऊ पानी चाहिँ कम्ती हाल्नु यो न त निकाल भाइ कस्तो भयो के सरी सबै यहाँ हालेर भाइले सान्दैन हो बुम काटेन स्माइ ओके बिचार बाबालाई त के भएन न भाबी खाँदा त साथ बढ्दैन खाँदा साथ बढ्दैन के गर्नु? बाई अम्मा बहिनी बहिनी अम्मा अम्मा बच्चा अम्मा बहिनी आउनु मैला भयो लुगा सबै आलु आऊ कम्ती खान पाउँदैन उयो छ त ऊ त्यो माथि त आलु रस हुन्छ अलिक प्याकेट छ त एउटा हाल्नु नि रसमा छ त एउटा त्यो प्याकेट छ त एउटा त्यही त त्यो एउटा मात्रै हालेको खानु कस्तो भएछ नदेखाउँ हेलो सानो अब अब हो खाइल एउटा कस्तो भयो त यता पनि खाँदैछ एकदम हाम्रो चाहिँ यहाँ पुच्का पार्टी भएर छ पुच्का पनि तर पुच्का दामी खानु न साथीहरू आजको भिडियो पनि यति नै तपाईँलाई आजको बिहानदेखि अहिलेसम्म भिडियो तपाईँलाई कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला
मन पराइदिनु होला। अलिअलि गर्दै म राम्रो राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु। तबसम्म आजको भिडियोबाट बिदा दिनुहोस्। नेक्स्ट भिडियोमा भेट्नेछु। त्यति दिनसम्मको लागि बाई बाई।